डोजर आउन 2 दिन बाँकी कोहलपुरमा भकाभक बस्ती खाली हुँदै 11औं दिन डोजर चल्ने चेतावनीपछि सामान सार्नेको भिड। कोहलपुरमा सार्वजनिक जग्गा अतिक्रमणमा हटाउने अभियानले अहिले तीव्र रूप लिएको छ। कोहलपुर 11 स्थित क्रिकेट मैदान आसपासका क्षेत्रमा नगरपालिकाले जारी गरेको कडा अल्टिमेटम पछि यति बेला सुकुम्बासी बस्ती भनिएका स्थानहरू भकाभक खाली हुन थालेका छन्। नगरपालिकाले 10 दिनभित्र सार्वजनिक जग्गा खाली गर्न अत्यन्त जरुरी सूचना जारी गरेसँगै अहिले बस्तीका धेरै परिवारहरू सामान बोकेर कोठा खोज्दै अन्यत्र सर्न थालेको दृश्य देख्न थालिएको छ। कतिपयले घरका टिन, काठ, फर्निचर र लत्ता कपडा ट्रक तथा ठेलागाडामा राखेर सारिरहेका छन् भने कतिपय परिवार अझै अन्यलमा देखिएका छन्। नगरपालिकाले तोकिएको समयभित्र अतिक्रमण हटाएन भने 11औं दिनदेखि डोजर प्रयोग गरी घर, टहरा तथा अन्य संरचना हटाइने स्पष्ट चेतावनी दिएको छ। यही चेतावनीपछि अहिले बस्ती क्षेत्रमा त्रासपूर्ण अवस्था सिर्जना भएको स्थानीयहरू बताउँछन्। कोहलपुर नगरपालिकाले नगर विकासको जग्गा संरक्षणका लागि कडा कदम चाल्ने सङ्केत देखिएपछि धेरैले स्वेच्छाले बस्ती खाली गर्न थालेको बताएका छन्। यति बेला बस्ती क्षेत्रमा डोजर आउँदैछ भन्ने चर्चा तीव्र बनेको छ।